ठुला भइसकेको छ यी बाछाहरू हामी सबै बाटाबाट खोजेर ल्याएका हौँ। साना कोही जन्मिने बित्तिकै जन्मेको दिनमै नै फालेको बाछाहरू पनि हो। यो सानो बाछो यो जन्मेको दिन नै फालेको थियो बाछो। अनि यत्रो भएको चाहिँ बाछो यी साना बच्चाहरूलाई बचाउनको लागि यी गाई बाछाहरू बचाउनको लागि हामीले यहाँ 14 वर्ष भर्खर 14 वर्ष लाग्यो। 14 वर्षदेखि यस्ता अलपत्र परेका सडकमा फालिएका गाई बाछाहरू यसरी ल्याएर संरक्षण गरेर सेवा गरेपछि जाँदा पनि यो सरकारको ध्यान गइसकेको छैन। राष्ट्रिय रूपमा यसको व्यवस्थापन गर्नुपर्छ भनेर सरकारले ध्यान दिएको छैन। यी गाई बाछालाई चाहिँ बचाउनुपर्छ हामीले। गाई बाछाको धेरै महत्त्व छ नेपालमा। चाहिँ हामी त हिन्दू धर्म मान्ने हिन्दू सनातन हिन्दू धर्मावलम्बीहरूको त एकदमै राम्रो गोमाता हामीले यति पुग्छौँ हामी। आज यसरी यहाँ अहिले हरियो घाँसहरू हामी ल्याएर काटेर खुवाइरहेको छौँ। यता पनि खाइरहने साना बाछाहरूले यिनीहरू चाहिँ घाँस खान जान्ने ग्रुपका बाछा हुन्। यिनीहरू चाहिँ यी चाहिँ घाँस खान जान्ने भइसक्यो। अब चाहिँ अरू चाहिँ घाँस खान जानेको हो। यिनीहरू चाहिँ अब घाँस खान घाँस पानी दाना खान सक्ने भइसके। आमाको दुधहरू अब यिनीहरूलाई चाहिँदैन। हामीले दुधहरू खुवाएर क्याल्सियमहरू खुवाएर यिनीहरूलाई सानो सानो बच्चाहरू तपाईँ छन् यतापट्टि ठुला यिनीहरू यसरी पानीहरू खान जान्ने भइसकेको छ। यिनीहरू पिठो पानीहरू चाहिँ मलले खान जान्ने भइसक्यो। यिनीहरू आमाको दुध चाहिँदैन। अरू साना बाछा चाहिँ उतापट्टि राखेको छौँ हामीले बेग्लै रुममा राखेको छौँ। यिनीहरूलाई दुधको भरमा मात्र बाँच्छन् ती बाछाहरू चाहिँ। यता चाहिँ ठुलो ग्रुपहरू यो चाहिँ पनि साना बच्चा नै थियो पहिले। अलि चाहिँ हुर्केर यता ठुला भएको छ नि त। यिनीहरूको एउटा ग्रुप बनाएर यो मिल्ने ग्रुप चाहिँ यसमा छन्। ठुला ग्रुप चाहिँ यसमा राखेको छौँ हामीले। यो गोठमा बसिरहन् यिनीहरू अहिले बाहिर निक्लेर दिउँसो चाहिँ यो चोरमा यसरी दिउँसो चाहिँ यो चोरमा आउँछन्। अनि बेलुका भएपछि हामीले गोठ लगाएर राख्छौँ। साना बच्चाहरू पनि उतापट्टि म तपाईँलाई देखाउँछु। अर्को ग्रुप यतापट्टि छ। यो चाहिँ हामीले साना ग्रुप हुन्। यी चाहिँ घाँस परालहरू खान जान्दैन। अलिकति भर्खर सिक्दैछन्। यी चाहिँ अस्ति भर्खर धुलेको जङ्गलबाट हामीले उतारेर यहाँ छेजेर तातोमा राखेको छौँ बाछाहरूलाई चाहिँ। अरू तिनवटा यिनका जोडी तिनवटा फेरि अर्कोपट्टि ग्रुपमा छन्। नमिल्ने भएर अलिक कराएर गरेर हामीले अर्को आमासँग मिलाएर राखेका छौँ। यिनीहरू चाहिँ दुधको भरमा मात्रै बाँच्छन्। घाँस खान जान्दैनन्। औँला दियो भने आमाको दुध सम्झेर औँला खाइहाल्छन्। मान्छे देख्ने बित्तिकै औँला चुस्न थालिहाल्छन्। यी चाहिँ हामीले दुधदानीमा यहाँका भएका जति पनि दुध पुग्छ नभए किनेर ल्याएर पनि यिनीहरूलाई खुवाइरहेको छौँ हामीले। यिनीहरूलाई बचाउन सम्भव छ अब। अलि नभए एकदम कमजोर हुने गर्छन्। अर्को हामीले यो एउटा ठुलो बिरामी भएर एउटा बेग्लै कोठा राखेको छ। यो चाहिँ बिरामी हो। यो चाहिँ बिरामी भएर अहिले यसको ट्रिटमेन्ट चलिरहेको छ। उपचार भइरहेको छ। त्यत्तिकै लामो ढोडहरू ल्याएर खुवायो भने चाहिँ यिनीहरूले नाश गर्छन्। तर यसरी काटेर खुवायो भने चाहिँ एउटा पनि नाश गर्दैन। सबै खान्छन्। एकदम खुसी भएर हाम्रो यहाँ सेल्टर छ ग्रुप बनाएर राखेको छ। अरू यतापट्टि बाहिर धेरैको संख्यामा यतापट्टि बाहिर पनि देखाउँछु तपाईँहरूलाई म। यी चाहिँ पशुपतिमा हरेक पूर्णिमा चाहिँ पशुपतिमा चढाउने चलन छ। एकजना हाम्रो शिवजीलाई चढाउने चलन छ। पशुपतिमा डामेर साँडे चढाउने चलन छ। यी नन्दीहरू त्यो पनि हामीले ल्याएर संरक्षण गर्छौँ। बाहिर धेरै भक्तजनहरूलाई हान्ने जुझ्ने गरेको कारणले गर्दाखेरि यी नन्दीहरू पनि हामीले पनि संरक्षण गर्ने गरेका छौँ। ठुला सङ्ख्यामा छन् ती शिवजीलाई चढाएका नन्दीहरू चाहिँ पनि हामीले संरक्षण गर्ने गर्छौँ। यी चाहिँ हाम्रो स्थानीय गाई। यी चाहिँ लोकल गाई भनेर स्थानीय गाई भन्छन्। नेपालमा यी चाहिँ लोप भइसकेका गाईहरू हुन्। यी चाहिँ स्थानीय लोप भइसकेका गाईहरू अहिले नेपालमा एकदमै कम छन्। र अनि सबै विदेशबाट होलिस्टन गाईहरू भित्रेर यही गएर होलिस्टन गाईहरू धेरै दुध दिन्छ भनेर ल्याएको हुन्छ। तर यी चाहिँ लोप हुँदै गइसकेका हाम्रा पुराना हाम्रो बुबा बाजेहरूले पाल्ने गाईहरू यी साना लोकल गाईहरू यिनीहरू चाहिँ। ल यहाँ चाहिँ यो फेरि यो चाडा ग्रुप मात्र यिनीहरू मिल्ने ग्रुप हुन्। यिनीहरू चाहिँ यो चाडा ग्रुप चाडा चाहिँ बाछा यहाँ बस्छन्। यहाँनिर यसरी हालिदिने गरेको छ यिनीहरूलाई चाडा ग्रुप। बाटोमा अलपत्र परेका बाछाहरू र कुनै बाछा चाहिँ यहीँ जन्मेका पनि छन्। 2-3 बाछाहरू चाहिँ पनि जन्मेका छन्। यो ग्रुपमा चाहिँ मैले अगाएर बसिरहेको छ यिनीहरू। मेरो बच्ची हो। यसको नाम के हो? गोरी हो। घर लिएर जाने अस्ति भर्खर त्यो माथिको ग्रुपबाट ल्याएको यतापट्टि छन्। यिनीहरू अलिक धेरै कमजोरी चाहिँ साना सबै खुट्टाहरू यसरी भुत्लाएर खुइलेर के भएर बुवा यस्तो भएको खासमा चाहिँ? बाख्राको थलामा राखेर यस्तो भएको? बाख्राको मुखले भेटेपछि पाडाको होस् बाछाको होस् सबै यस्तो खुट्टा जान्छ। आफै खुइलिन्छ? आफै पलाउँदैन यो? पछि पलाउँछ। अब यसले अब फेरिँदै आएपछि पलाउँछ। फेरि नभए पलाउँदैन। होइन यी पुष्ट भएर दुध अहिले खान पायो। यो बाछी त यो लगभग महिनाभन्दा माथिको छ। तर किनभने त्यो दुध खाने नदिएर बाख्रा गोठतिर मिल्काएर टङ्सिएको यस्तो भयो। अनि त्यहाँबाट चाहिँ ल्याएर उनीहरूले फालिदिएको हो। राम्रोसँग हाम्रो हातमा हाम्रो उसमा जन्मेर हामीले दुध खुवाउनु पर्ने यो बाछी यत्रो भइसक्यो। ए त्यो खान नपाउने उमेर त्यो सानो देखेको होइन?